नमस्कार। देशभरि भव्य र सभ्य ढङ्गबाट निर्वाचन सम्पन्न भयो। यो सबैको श्रेय जान्छ जनताहरूलाई। जनता सक्षम छन्, सबल छन् र आफ्नो बुद्धि विवेक प्रयोग गरेर आफ्नो सक्षम नेतृत्व आफ्नो निर्वाचन क्षेत्रबाट सक्षम नेतृत्व सक्षम उम्मेदवारलाई जिताएर पठाउनेवाला छन्। सबैभन्दा नेपाली जनताको लागि धन्यवादको पात्र हुनुहुन्छ सम्माननीय प्रधानमन्त्री सुशीला कार्की। महिला प्रधानमन्त्री, नेपालले महिला प्रधानमन्त्री पायो। उहाँको कार्यकालको सबैभन्दा ठुलो काम भनेकै, ठुलो उद्देश्य भनेकै सबल र सक्षम ढङ्गबाट र कुनै पनि धाँधली रहित ढङ्गबाट स्वच्छ तरिकाले निर्वाचन बनाउने भन्ने कुरा सफल भयो। उहाँ जित्नुभयो र नेपाली जनता जित्यो। यही हो सफल, यही हो परिवर्तन। र लाग्छ पूर्व पश्चिम आफ्नो क्षेत्रबाट सबल सक्षम र बुद्धिजीवी नेतृत्वहरू छान्न सफल हुनुभयो। आजको महत्त्वपूर्ण दिन, ऐतिहासिक दिन तपाईहरुले सफल पार्नु भएको छ। र भनिन्छ नि, नेतृत्व तबसम्म चाहिँ जनताको हितमा हुन्छ, जनताको बमोजिम हुन्छ जति बेलासम्म उक्त नेतृत्वमा सही व्यक्ति हुन्छ। सही व्यक्तिले चाहिँ लिडर गरिरहँदासम्म देशले सही डिरेक्सन पक्रिरहन्छ। र जति बेलासम्म नेतृत्वमा खराब व्यक्तिहरू, भ्रष्टाचार व्यक्तिहरू, तानाशाही व्यक्तिहरूले चाहिँ शासन गर्न लाग्छन्, देश जनताको लागि चाहिँ ठुलो दुर्घटना निम्त्याउने खालको अवस्था ल्याउँछन् भने जस्तै सक्षम नेतृत्व बनाउने छ अबको जनताले र सक्षम नेतृत्व चाहिँ चुनिसकेको छ। र अब आउने नयाँ सरकार यो सबै कुराको चाहिँ घटना परिघटनाहरूको मूल्याङ्कन गर्दै अगाडि बढ्नेछ, जनताको लागि र जनसेवामुखी हुनेछ भन्ने कुरा व्यक्त गर्दै अहिलेको सबैभन्दा हाई यस निर्वाचनलाई सबल र सक्षम ढङ्गबाट र एकदमै शान्त सभ्य ढङ्गबाट सम्पन्न गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी लगायत सम्बन्धित निकाय र विशेष गरी सम्माननीय प्रधानमन्त्री, महिला प्रधानमन्त्री, सक्षम आमा, नेपाली आमा, नेपालको छोरी सुशीला कार्कीज्यूलाई आफ्नो जीवनकालमा सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा ऐतिहासिक एउटा ठुलो देशको लागि दिनुभएको र सक्षम ढङ्गबाट चाहिँ उहाँले नेतृत्व गर्दै गर्दा विभिन्न तरिकाले कोअर्डिनेसन कम्युनिकेसन गर्दै यो निर्वाचनलाई चाहिँ शान्तपूर्वक जनताको हित हुने तरिकाले सम्पन्न गर्न योग्य हुनुभएको छ, सफल हुनुभएको छ। अब आउने नेतृत्व सबल होस्, सक्षम होस्, जनमुखी होस्, जनताको सेवा गर्ने खालको होस् भन्न चाहन्छु। धन्यवाद, नमस्कार।